ग्लोबली मानसिक स्वास्थ्य समस्या बढिरहेको सन्दर्भमा हाम्रो नेपालमा पनि मानसिक स्वास्थ्य समस्याहरू बढ्दै गइरहेको छ। यस स्वास्थ्य समस्या सम्बन्धी केही जानकारीहरू दिनको लागि हामी माझ हुनुहुन्छ कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर प्रेरणा झा। Thank you so much. Thank you so much. It's my pleasure यहाँ आउनलाई। तपाईहरुले इन्भाइट गर्नुभयो त्यसको लागि आई एम भेरी ग्रेटफुल। डाक्टर, यो स्वास्थ्य समस्याको कुरा गर्दाखेरि सधैँभरि पोजिटिभ सोच्नुपर्छ भनिन्छ के माइन्ड स्विच जस्तो अन र अफ गर्न सकिने कुरा हो र सधैँभरि पोजिटिभ सोच्नलाई कहिलेकाहीँ त नेगेटिभ कुराहरू पनि त सोचिन्छ नि। अब त्यसलाई चाहिँ हामीले कसरी म्यानेज गर्ने डाक्टर सधैँभरि पोजिटिभ कुरा सोच्नलाई? अफ कोर्स यस, हामी मानिस हो, पोजिटिभ नेगेटिभ हाम्रो सोलमै छ हैन। वी क्यान नट बी पोजिटिभ अल द टाइम हैन। अफ कोर्स यस, पोजिटिभ हुनु चाहिँ पर्छ, तर समटाइम्स कुनै कन्डिसनमा चाहिँ हामी नेगेटिभ भएन भने द्याट इज एब नर्मल। फर इक्जाम्पल कोही फेल भएको छ भने उसले त्यो कुरामा त स्याड हुनु त नर्मल स्याडनेस हो नि त, त्यसलाई डिप्रेसन भन्न सकिन्न हैन। अनि कसैको डिमाइस भएको छ, कोही आफ्नो मान्छे बित्नु भएको छ भने त्यसमा त नर्मली पनि स्याड हुन्छ नि त, त्यसमा हामी पोजिटिभ सोच्नुहोस् भनेर इमिडिएटली भन्न मिल्दैन हैन। सो एभ्री टाइम तपाईँले भने जस्तै स्विच अन अफ जस्तो हुँदैन, इट्स नर्मल इमोसन हो त्यो हैन, द्याट गोज विथ द फ्लो। तर त्यही नै टेम्पोररी फेजमा बन्द नभएर त्यो पर्मानेन्ट भएर आफ्नो पर्सनल र प्रोफेसनल लाइफमा इफेक्ट हुन थाल्यो भने त्यसले चाहिँ रूपमा परिवर्तन भन्नाले यो मानसिक रोगमा परिवर्तन लिन चाहिँ सक्छ। डाक्टर, मानसिक रोग र मानसिक स्वास्थ्य भनेको कुरा एउटै हो त होइन नि है? मानसिक स्वास्थ्य भनेको चाहिँ व्हेन वी आर मेन्टली फिट या मेन्टल वेलबिङ जसलाई हामी भन्छौँ हैन। तपाईँ यहाँ बसिराख्नु भएको छ, म यहाँ बसिरहेको छु बिकज वी आर मेन्टली ओके राइट नाउ हैन। हामी आफ्नो पर्सनल प्रोफेसनल लाइफलाई म्यानेज गर्न सकेका छौँ, टाइम थाहा छ, हामी आउन सकेका छौँ हैन। द्याट डजन्ट मिन वी आर टु मच इन्टेलिजेन्ट हैन। समटाइम्स एकदमै इन्टेलिजेन्ट मान्छेहरूलाई पनि डिप्रेसन लाग्न सकिन्छ, यो एउटा मिथ पनि हो हैन। यस्तो इन्टेलिजेन्ट मान्छे, यस्तो टपर मान्छेलाई कसरी यस्तो हुन सक्छ त भनेर मलाई पनि सोध्न आउनुहुन्छ पेसेन्टहरूले हैन। सो मेन्टल इलनेस इज नट एट अल रिलेटेड टु आइक्यू लेभल हैन, इट इज रिलेटेड टु मेनी अदर थिङ्स भनेको इन्भाइरोमेन्टल फ्याक्टर, जेनेटिकल फ्याक्टर, पर्सनल फ्याक्टरहरूले गर्दाखेरि चाहिँ तपाईँको मानसिक स्वास्थ्य चाहिँ बिग्रिन सकिन्छ। भनेको वातावरणले गर्दा, वंशानुगतले गर्दा या आफ्नो व्यक्तिगत कुराले गर्दाखेरि मानसिक रोगी जो पनि जुन अवस्थामा पनि, जुन क्षेत्रफलको पनि, जुन जातको पनि, जुन उमेरका पनि मानसिक रोगी हुन सक्छ। र मेन्टल वेलबिङ हुनलाई त वी अल नो वाट आर गुड थिङ्स हैन। अब मेडिटेसन गर्ने, अनि त्यसपछि तपाईँको वक गर्ने, एक्सर्साइज गर्नेहरू आफ्नो ठाउँमा छ, तर यो गर्दै पनि यदि हाम्रो लाइफमा डिस्टर्बेन्स आइरहेको छ भने त्यो चाहिँ तपाईँको इलनेसमा जान सक्छ। अब त्यो कुन डायग्नोसिस हो त्यो अनुसार सिम्पटम्स आउँछ। डाक्टरले कुरा गरिरहँदाखेरि डिप्रेसन भन्नुभयो, हामीले एकदमै धेरै कमनली सुनिने कुरा चाहिँ डिप्रेसन हो। यो डिप्रेसन, एङ्जाइटी र स्ट्रेसमा चाहिँ के फरक छ? अनि कति बेला हामीलाई डिप्रेसन भयो, कुन चाहिँ एङ्जाइटी हो र यो स्ट्रेस लेभल चाहिँ कुन लेभलको चाहिँ स्ट्रेस मात्र हो भनेर हामीले कसरी, नर्मल मान्छेले चाहिँ कसरी डिफ्रेन्सिएट गर्ने डाक्टर यसलाई? ओके, सो नर्मल मान्छे त फर्स्ट अफ अल दिमागमा के राख्नु भने हामी चाहिँ जेनरल पब्लिकलाई मैले भन्न खोजेको होइन। सो डायग्नोसिसमै नपुगौँ, जो पनि आउनुहुन्छ मलाई डिप्रेसन लाग्यो भनेर आउनुहुन्छ, त्यो डिप्रेसन नहुन पनि सक्छ, त्यो सिम्पल एन्जाइटी पनि हुनसक्छ। त्यो तपाईँको अब जस्तो मलाई मलेरिया भयो भनेर त हामी जान्दैनौँ नि त, मलाई ज्वरो आयो भनेर जान्छौँ होइन। त्यसपछि हाम्रो टेस्टहरू हुन्छ, त्यसपछि डायग्नोसिस आउँछ होइन। अब हाम्रोमा के छ भने ब्लडमा के पनि आउँदैन होइन, त्यो रिपोर्टमा आउँदैन, सिटी स्क्यानमा देखिँदैन होइन। हामीले चाहिँ हिस्ट्री वाइज होइन, तपाईँको क्लिनिकल फिचर्स वाइज र डायग्नोसिसमा आउँछौँ होइन, के भएर रहेछ भनेर आउँछौँ। र त्यो पनि कुन ग्रेड, जस्तो क्यान्सरको ग्रेड हुन्छ, स्टेज हुन्छ, फर्स्ट, सेकेन्ड, थर्ड, त्यसै डिप्रेसनको पनि सबैजना सुसाइडै गर्छ भन्ने त छैन नि त होइन। कहिले चाहिँ तपाईँ र म जस्तै मान्छेहरूलाई पनि डिप्रेसन भइरहेको हुन्छ हैन। सो त्यसरी चाहिँ हामी छुट्याउँछौँ। अब तपाईको मेन क्वेशन भनेको स्ट्रेस, एन्जाइटी र डिप्रेसनलाई हामी कसरी डिफरेन्शिएट गर्ने भन्ने कुरा हैन। स्ट्रेस भनेको चाहिँ अहिले तपाई पनि स्ट्रेसमा हुनुहुन्छ, म पनि स्ट्रेसमा छु हैन। तपाईलाई आज अहिलेको पोडकास्ट पछि कहीँ जानु छ, मलाई पनि मेरो पेशेन्ट हेर्न जानु छ। सो वी बोथ आर इन स्ट्रेस
राइट तर यही स्ट्रेसलाई म ह्यान्डल गर्न सकिनँ मैले बोल्न सकिरहेको छैन मेरो प्रेजेन्स अफ माइन्ड यहाँ छैन होइन म आत्तिरहेको छु होइन अनि रेस्टलेस भइरहेको छु मलाई पाल्पिटेसन भइरहेछ भनेको मुटु ढुकढुक भइरहेछ छाती भारी भइरहेछ टाउको दुख्न थालिसक्यो मलाई ओहो आज दिनभरि मैले काम कसरी भ्याउने होइन त्यसले गर्दा मेरो काम पनि बिग्रियो भनेको मेरो प्रोफेसनल लाइफ पनि बिग्रियो मैले पोडकास्ट पनि राम्ररी गर्न सकिनँ गएर पेसेन्टसँग पनि राम्ररी बोल्न सकिनँ द्याट मिन्स स्ट्रेसले एन्जाइटीमा कन्भर्ट भयो नि त होइन एन्जाइटीमा के हुन्छ एन्जाइटीमा तपाईँको माइन्ड स्पिक्स फ्रम बडी होइन जब दिमागले सहन स्ट्रेस दिमागले सहन सक्ने कुरा भयो जब दिमागले सहन सकेन बडीले देखाउन थाल्छ है भनेको पसिना आउन थाल्ने खलखल टाउको दुख्न थाल्ने मुटु ढुकढुक हुन थाल्ने छाती भारी हुन थाल्ने हात खुट्टा झमझमा हुन थाल्ने स्ट्रेस एक्जाममा हुँदैन वी अल गन थ्रु द्याट राइट एक्जाममा हामी तपाईँले फिल गर्नुभयो होला एक्जाम जाँदाखेरि मुटु ढुकढुक हुन्छ नि होइन मुटुको रोग हो त होइन नि त्यो स्ट्रेसले गर्दा हो राइट अनि त्यसपछि अनि कहिलेकाहीँ त लुज टुल हुन्छ कहिलेकाहीँ त तपाईँको छिटो टोइलेट जानुपर्छ पेटको रोग हो त होइन नि त्यो त स्ट्रेसले गर्दा हो होइन सो त्यसले गर्दा यदि त्यो स्ट्रेसलाई हामीले ह्यान्डल गर्न सकेन भने त्यसले एन्जाइटीको रूप लिन्छ र एन्जाइटी यदि हामी टाइममा ट्रिट गरेनौँ र पर्सनालिटी आफ्नो जुन पर्सनल फ्याक्टरहरूले गर्दा या इन्भाइरोमेन्टल फ्याक्टरले गर्दा त्यो स्ट्रेसलाई झन् आगोमा घिउ राख्ने काम गरिरहेछ होइन स्ट्रेस एक्जामको छ तर घरमा पनि पढ्ने वातावरण छैन भनौँ होइन स्ट्रेस जबको छ तर घरमा आउने बित्तिकै फाइट भइरहेको छ होइन त्यसले गर्दाखेरि पनि तपाईँको बढ्दै डिप्रेसनमा परिवर्तन हुनसक्छ होइन अब डिप्रेसन र एन्जाइटीको डिफ्रेन्स के छ भने डिप्रेसन मान्छेलाई लागिसकेपछि चाहिँ तपाईँको 2 विक्सभन्दा बढी स्याड हुनु इज नर्मल इमोसन तर 2 हप्ताभन्दा बढी जतिखेर पनि स्याड भइराख्ने तपाईँलाई मैले अहिले अमेरिका लगिदियो भने पनि मन खुसी नहुने द्याट इज नोन एज एनेडोनिया होइन त्यसपछि चाहिँ इन्ट्रेस्टेड नलाग्ने तपाईँलाई पहिला एकदम घुमेर होस् काम गरेर होस् तपाईँलाई रमाइलो लाग्थ्यो भने केही कुरामा इन्ट्रेस्ट नलाग्ने अर्ली फ्याटिक तपाईँ 10 घन्टा मजाले काम गर्न सक्नुहुन्थ्यो भने 2 घन्टामै लत्राक लुत्रुक थाक्ने होइन त्यसपछि नेगेटिभ थट होइन कुनै कुरालाई पनि 10 वर्ष अगाडि भनेको कुरा जुन चाहिँ तपाईँले हाँसेर उडाइदिएको कुरा आज सम्झेर रुने होइन गिल्ट फिलिङ मैले यो गरे भए हुन्थ्यो त्यो गरे भए हुन्थ्यो हुने लो कन्फिडेन्स होइन त्यसपछि चाहिँ तपाईँको स्लिप डिस्टर्बेन्स बायोरिदम भन्छौँ हामीले स्लिप र एपेटाइट माथि तल हुने यो सबै हुन थाल्यो भने प्लस सुसाइडल थट चाहिँ लास्टमा आयो भने पनि हामीले यसलाई चाहिँ डिप्रेसन मान्न सक्छौँ डाक्टर यो डिप्रेसन एङ्जाइटी हुनुको कारणहरू जस्तो हामीले धेरै सुनिन्छ जुन सोसल रिजन हो भनेर भनिन्छ होइन त्यो एउटा सोसल मात्र नभएर बायोलोजिकल होइन अनि अरू पनि हुन्छ डाक्टर हुन्छ अफकोर्स हुन्छ मैले अघि पनि हजुरलाई मैले नोट डाउन गराएँ होइन सोसल भनेको एउटा इन्भाइरोमेन्टल भयो होइन सोसाइटी वातावरण भनेको हाम्रो एउटा इन्भाइरोमेन्टल भयो या वातावरणको कज भयो होइन फर इक्जाम्पल तपाईँ एकदम राम्रो हुनुहुन्छ पढाइ लेखा हुनुहुन्छ होइन तर तपाईँको वातावरणमा तपाईँलाई टर्चर दिइराख्ने मान्छेहरू छन् होइन या तपाईँको अफिसमा टर्चर दिइराख्ने मान्छेहरू छन् होइन वर्क लाइफ ब्यालेन्स भइरहेको छैन त्यसले गर्दा त तपाईँको वेलबिङलाई त डिस्टर्ब हुने भयो नि त त्यही कन्टिन्युस भएर तपाईँले ह्यान्डल गर्न सक्नु भएन भने त या इम्युनिटी लो भएको बेलामा पर्यो या तपाईँ कमजोर भएको बेलामा पर्यो या तपाईँलाई स्ट्रेस भएको बेलामा पर्यो भने त त्यही नै प्रोभोकिङ फ्याक्टर हुने भयो त नम्बर 1 सोसियलले त्यसरी ह्याम्पर गर्ने भयो होइन अर्को चाहिँ तपाईँको जेनेटिक भनौँ होइन वंशानुगत होइन जसरी प्रेसर सुगर वंशानुगतमा आउँछ मेन्टल हेल्थ पनि वंशानुगतमा आउँछ होइन मेन्टल इलनेसहरू पनि आउँछ हामीले जहिले पनि हिस्ट्री लिने बेलामा चाहिँ फ्यामिली हिस्ट्री सोध्छौँ मम ड्याडले दबाई खानुहुन्थ्यो कि हुँदैन थियो होइन मामालीपट्टि पापा एन्ड हिस्ट्री भनेको तपाईँको फादरको मात्रै हुँदैन मम्मीतिर पनि जान्छ होइन जिन भनेको होइन सो 99% केसमा चाहिँ मेरो फ्यामिलीमा कसैलाई छैन भन्ने कुरा आउँछ होइन बट आई अलवेज टेल अहिले त अवेरनेस छैन अहिले त जानकारी छैन डिप्रेसन लुक्स लाइक यु एन्ड मी डिप्रेसनको सिङ पुच्छर हुँदैन होइन सो पहिला त झन् डक्टर पनि कम थिए होइन पहिला त झनै यो डायग्नोस हुँदैन थियो होइन सो हाउ क्यान वी से कि फ्यामिलीमा थिएन होइन पहिला त झन् सबै कुरा सहेरै बस्थे
सो त्यसरी वंशानुगत हुन्छ, सोसियल हुन्छ, पर्सनल फ्याक्टर पनि हुन्छ। कतिको चाहिँ तपाईँको पर्सनालिटी नै सानसानो कुरा एङ्सियस भइहाल्ने, सानसानो कुरामा अब आत्तिहाल्ने, अलिकति कन्फिडेन्स लो भएको पर्सनालिटी, डिपेन्डेन्ट पर्सनालिटी या बोर्डरलाइन पर्सनालिटी भन्छ। द डिफ्रेन्ट टाइप्स अफ पर्सनालिटी, तपाईँको एउटा छ, मेरो एउटा छ, कुनै एउटा कुराले कसरी लिने त्यो कुराहरूले पनि म्याटर चाहिँ गर्छ। अनि डक्टर अहिले एकदम स्लिप हाइजिनको कुरा आइरहेछ होइन, यो स्लिप हाइजिनमा डिस्टर्बेन्स आउँदाखेरि पनि डिप्रेसन हुने, एङ्जाइटी हुने हुनसक्छ? स्लिप हाइजिन, अब यो एकदमै इम्पोर्टेन्ट क्वेसन गर्नुभयो तपाईँले होइन। ममा जति पनि पेसेन्ट आउनुहुन्छ नि 80% चाहिँ निन्द्रा डिस्टर्ब भयो भनेर आउनुहुन्छ होइन, एन्ड दे आस्क फर स्लिपिङ पिल्स। तर आई एम द वान होइन जसले म भन्छु कि म तपाईँलाई निन्द्राको दबाई दिन्न। फर्स्ट लेट मी आस्क यु फ्यु क्वेसन्स होइन। तपाईँलाई केही दिनबाट होइन मन टुक्रुने, छाती भारी हुने, काममा मन नलाग्ने भइरहेछ कि छैन होइन। सो त्यो क्वेसनहरू किनभने मैले तपाईँलाई स्लिपिङ पिल्स दिएँ, फर इक्जाम्पल तपाईँलाई निन्द्राको समस्या भइरहेछ है, मैले तपाईँलाई सुत्ने औषधि दिएँ, सुत्नु त भयो तपाईँ आज होइन, भोलिपल्ट उठेर त त्यही थट हो, त्यही विचार हो, त्यही मान्छे हो, त्यही स्लिपिङ डिसअर्डर हो होइन। भनेपछि तपाईँलाई मैले स्लिपिङ पिल्समा किन डिपेन्डेन्स पार्ने? मैले भन्न खोजेँ प्राइमरी स्लिप डिसअर्डर पनि हुनसक्छ। आई एम नट सेइङ कि स्लिप डिसअर्डर हुँदैन, तर समटाइम्स के हुन्छ भने, मेनी अ टाइम्स के हुन्छ भने तपाईँको डिप्रेसन, एन्जाइटी, सिजोफ्रेनिया, एडजस्टमेन्ट डिसअर्डर, कुनै पनि मेन्टली इल डायग्नोसिसमा चाहिँ स्लिप डिसअर्डर आफू हाँगाबिङ्गा भएर आउँछ कि। रुट कज डिप्रेसन, एन्जाइटी हुन्छ र स्लिपिङ डिसअर्डर चाहिँ हाँगाबिङ्गा भएर एज अ सिम्टम्स आउँछ कि तपाईँको। एन्ड बट पेसेन्ट इज ओन्ली कन्सर्न अबाउट स्लिप, ही इज नट कन्सर्न अबाउट स्याड मुड अर रुने अर हुन्छ नि ल्याक अफ इन्ट्रेस्ट। उनी अरू कुराको मतलबै हुँदैन। जब एकदम एक्सट्रिम भएर स्लिप डिस्टर्बेन्स हुन थाल्छ देन दे कम टु साइकियाट्रिस्ट होइन। सो म के भन्न चाहन्छु भने तपाईँहरूकै प्रोग्राम मार्फत इट इज भेरी इम्पोर्टेन्ट स्लिप डिस्टर्बेन्ससम्म कुरेर चाहिँ नबस्नु होइन। र डक्टरका जाँदा स्लिप इस्यु मात्रै होइन कि अरू, किनभने तपाईँहरू झुक्केर यदि कोही नन साइकियाट्रिस्टकोमा जानुभयो भने त उहाँले त स्लिपिङ पिल्स दिएर पठाइदिनुहुन्छ। दे डोन्ट नो होइन, लाइक बेसिक त अरू नै केही हुनसक्छ होइन। त्यही भएर फर इक्जाम्पल स्लिप डिस्टर्बेन्स जस्तो ज्वरोमा ढाड त दुख्छ नि त होइन, जन्डिसमा आँखा पहेँलो हुन्छ नि होइन, के गर्ने? आँखा निकालेर फाल्ने त? नो। रोग कहाँ छ? लिभरमा छ राइट। सो लिभर ट्रिट गर्नु पऱ्यो, आँखाको पहेँलो आफै जान्छ। त्यसरी नै डिप्रेसन, एन्जाइटी ठिक गर्नु पऱ्यो, स्लिप डिस्टर्बेन्स त आफै जाने भयो। हजुर डक्टर, हजुरले एडजस्टमेन्ट डिसअर्डरको कुरा गर्नुभयो। यो एडजस्टमेन्ट डिसअर्डर चाहिँ हाम्रो एडल्ट मात्रलाई हुन्छ कि चिल्ड्रेनहरूलाई पनि हुन्छ कि अब सबै एज ग्रुपको भनौँ न? अब जस्तो जेरियाट्रिक पेसेन्टहरूलाई, अलि एल्डरली पेसेन्टहरूलाई पनि त्यो प्रब्लम हुन्छ कि कुन एज ग्रुपलाई चाहिँ यो एडजस्टमेन्ट डिसअर्डरले चाहिँ एफेक्ट गर्छ? दिस इज अल्सो अगेन भेरी इम्पोर्टेन्ट क्वेसन है। यो एकदम ठुलो मिथ पनि छ होइन। बच्चालाई पनि डिप्रेसन हुन्छ ल, बुढेसकालमा त निन्दा कहाँ लाग्छ त नि, यस्तै त हो नि भनेछ नि त? नो। तपाईँले भने जस्तै, तपाईँले सोधे जस्तै हरेक एज ग्रुपमा हुनसक्छ होइन। अझै टु बी भेरी फ्र्याङ्क तपाईँहरूलाई मैले फ्याक्टै भन्नुपर्दा WHO ले भन्नुभएको हो होइन। यो अकर्डिङ टु WHO तपाईँको सेकेन्ड लिडिङ अननेचुरल डेथ इन एडोलेसेन्ट इज सुसाइड होइन। भनेपछि अब एडोलेसेन्ट भनेको त भन्दाखेरि 13 देखि 25 इयर्ससम्म हामीले एडोलेसेन्ट भन्छौँ है। तपाईँको अर्ली एडोलेसेन्ट, मिड एडोलेसेन्ट, लेट एडोलेसेन्ट। सो 13 to 25 इयर्समा यदि अननेचुरल डेथ भएको छ भने सेकेन्ड लिडिङ कज चाहिँ फर्स्ट चाहिँ एक्सिडेन्ट भइहाल्यो, सेकेन्ड लिडिङ कज चाहिँ हजुरको सुसाइड नै हो है। भनेपछि एडोलेसेन्टमा त हुने भइहाल्यो होइन। चाइल्डहुडमा नि हुन्छ, नहुने होइन होइन। तपाईँको आजकल मेरोमा क्लास 2 को बच्चा, क्लास 1 को बच्चा पनि आइरहेछ बिकज एडजस्टमेन्ट इस्युज। पहिला जस्तो कुरा सेयर गरिदिने मान्छे छैन, अल अफ देम आर वर्किङ, अनि मेनीको त पेरेन्ट्स पनि बाहिर हुनुहुन्छ, कोही होस्टेलमा छ होइन। त्यसले गर्दा एन्ड चाइल्डहुडको डिप्रेसन, एडल्टको डिप्रेसन र एडोलेसको डिप्रेसनले डिफ्रेन्ट सिम्टम्स देखाउन सक्छ है। फर इक्जाम्पल चाइल्डहुड मेरोमा आउने चाहिँ फर्स्ट पेडियाट्रिक
डक्टरकोमा गएर बल्ल आएका हुन्छन् त्यो पनि पेडियाट्रिक डक्टरले चिन्नुभयो भने मका रिफर गर्नुहुन्छ होइन यो मेन्टल हेल्थ हो है दिस इज नट डायरिया दिस इज नट फिभर भनेर होइन समटाइम्स हाउ दे प्रेजेन्ट उल्टी भक्को भई लिटरली वमिट हुन्छ उहाँहरूलाई होइन अनि त्यसपछि चाहिँ एकदमै पेट दुख्ने हुन्छ एडमिट गर्यो युएससी गर्यो एन्डोस्कोपीसम्म गर्यो सबै नर्मल छ होइन सो के भन्दाखेरि कुनै दबाईले भएन भने पेडियाट्रिकलाई भन्नुहुन्छ दे आर मेनी केसेस होइन अनि जब म मेरै कुरा गर्नुपर्दा म जब जान्छु जब म हिस्ट्री लिन्छु एक्लै बसेर साथी जस्तो गरेर होइन हिस्ट्री लिँदाखेरि चाहिँ यस्तो यस्तो हिस्ट्री आउँछ कि लाइक हुन्छ नि म मामा घरमा बसिरहेको थिएँ मम्मी पापा जापानमा हुनुहुन्थ्यो अचानक आउनुभयो मलाई लिएर जानुभयो होइन उहाँकै बच्चा हो लिएर जान त पायो होइन तर त्यो बच्चालाई कस्तो भयो त त्यो बच्चाको इन्भाइरोमेन्ट त मामा घरमा सकेको थियो त्यहाँको कजन त्यहाँको मामाहरूसँग क्लोज भइसकेको थियो होइन आफ्नो मम ड्याडसँग त थिएन उसलाई त इन्भाइरोमेन्ट चेन्ज भयो नि होइन त्यसले गर्दा उसले एडजस्ट गर्नै सकेन र त्यसले गर्दा एन्जाइटीमा परिवर्तन भयो धेरैको कस्तो हुन्छ स्कुल चेन्ज गरिसकेपछि हुन्छ होइन पहिलाको टिचर पहिलाको फ्रेन्ड्सहरू मनपर्ने अहिले चाहिँ अब हाम्रो फेजमा पनि त्यो हुन्थ्यो तर हामीले के गर्थ्यौँ त्यसलाई धेरै जसो एडजस्ट गर्थ्यौँ आजकल चाहिँ बिकज अफ भनौँ न अलिकति जुन हाम्रो पेरेन्टिङ स्टाइलहरू छ त्यसले गर्दाखेरि पनि मेरो विचारमा इफेक्ट भएको जस्तो लाग्छ कि दे आर नट एबल टु फेस त्यो एडजस्टमेन्ट इस्युजहरू चेन्ज अफ इन्भाइरोमेन्ट भनौँ न स्कुल चेन्ज गर्ने बित्तिकै जस्तो आर्मीहरूको त चेन्ज भइरहेको हुन्छ फादरहरूको त्यस्तोहरूमा चाहिँ पहिलाको स्कुलसम्म ठिक थियो अहिले आएर त ऊ बोल्नै छोड्यो कम बोल्न थालेछ पहिला एकदम टपर मान्छे अहिले पढाइ बिगार्न थालेछ सो इन दिस वे तपाईँको मेन्टल हेल्थमा इफेक्ट हुन्छ बच्चामा एडोलेसेन्टमा मोस्ट कमन ब्रेकअप इस्युज होइन अनि त्यसपछि तपाईँको मोस्ट कमन कारण चाहिँ तपाईँको प्रोफेसनल डिसिजन जुन चाहिँ आफूले लिन नसक्ने या प्रेसराइजिङ फ्रम पेरेन्ट्स या आफूले यो गर्छु भनेको साइन्स लिएपछि त कमर्समा इन्ट्रेस्ट रहेछ पछि गएर थाहा पाएको सो दे आर सो मेनी थिङ्स त्यसमा पनि होइन एडोलेसेन्टमा या विदेश जाने कुराहरू भयो या भिजा रिजेक्टको कुराहरू भयो यो यस्तो केसहरू बढी आइरहेको छ होइन अब जुन 40s to 60s को कुरा छ त्यसमा फाइनेन्सियल प्रब्लम लेडिजहरूमा जोइन्ट फ्यामिली प्रब्लम होइन अनि मेलहरू अलि एक्स्ट्रा म्यारिटल अफेयरहरूको पनि कुराहरू छ यसमा होइन अनि लोन्सहरूको प्रब्लम भयो होइन अनि पेरेन्टल डिमाइसहरूको कुरा भयो अब एल्डरलीको कुरा भनौँ मोर देन 60 चाहिँ किन चाहिँ आइरहेको छ आजकल बढी भनेपछि नम्बर 1 रिजन लोनलिनेस गाउँ सुक्खा होइन कहाँ बस्नु मन लाग्छ उहाँहरूलाई गाउँमा बस्न मन लाग्छ बोल्ने मान्छे छैन बच्चाहरू छैन कोही पनि छैन यहाँ पनि दे आर नट एबल टु एडजस्ट हियर होइन सो उहाँ अगेन बच्चा जस्तो हुन्छ वी अल नो होइन ओल्ड एजमा होइन सो सानो कुरामा रुने इरिटेट हुने होइन अनि त्यसपछि चाहिँ ननिदाउने खाना कम खाने यतिसम्म हुन्छ कि व्हिल चेयरमा आएको मान्छे पनि हुन्छ नि ढाड दुख्यो यहाँ दुख्यो बडी एक पनि हुन्छ नि त डिप्रेसनमा समटाइम्स अनि 20 वर्षदेखि मैले फलाना हस्पिटलमा चचाको ठिक नभएको भन्दा डिप्रेसनको दबाईले निको भइरहेको हुन्छ होइन बिकज दे आर सो बट फर इक्जाम्पल तपाईँलाई टाउको दुखिरहेछ वेन यु आर भेरी एनर्जेटिक त्यो तपाईँले सहन सक्नुहुन्छ होइन बट वेन यु आर लो होइन त्यही टाउको दुखाइले गर्दा तपाईँ रुममा सकम भएर बस्नुपर्छ राइट सो वेन दे डोन्ट ह्याभ एनर्जी वेन दे डोन्ट ह्याभ होप टु लिभ होइन के हुन्छ उहाँहरूले बडी छोडिदिनुहुन्छ होइन तर जब डिप्रेसन ठिक हुन्छ होइन जब उहाँहरूलाई चाहिँ हामीले चाहिँ होप दिन्छौँ विथ मेडिकेसन विथ काउन्सिलिङ होइन अनि त्यसपछि चाहिँ उहाँहरूको चेन्जेस आउँछ कि पहिल्यैदेखि उहाँहरू लाइक हुन्छ नि पहिल्यै जस्तो भइसक्नुहुन्छ सो एज वाइज चाहिँ यस्तो हुन्छ अब यसमा मोस्ट कमन चाहिँ कुरा के छ भने अब मेडिकेसनले के काम गर्छ होइन किन खाने हामी मेडिकेसन भन्ने कुरा आउँछ नि त सो मेडिकेसनले चाहिँ हाम्रो जस्तो तपाईँहरू यदि क्लबमा जानुभयो भने डोपामिनको टी सर्ट पाउनुहुन्छ सेरोटोनिनको टी सर्ट पाउनुहुन्छ होइन दोज आर ह्याप्पी केमिकल्स इन माइन्ड के न्युरोकेमिकल भन्छ कि त्यसलाई सो वेन देयर इज डिप्रेसन त्यो केमिकलहरू डाउन हुन्छ होइन त्यो डाउन हुने बित्तिकै सिम्टम्सहरू राइज हुन्छ राइट सो त्यो सिम्टम्सहरूलाई फेरि हामीले ठिक पार्नलाई हामीले विथ ट्याब्लेट दिनुपर्छ
तर जिन्दगीभर खानु पर्दैन यो मिथ हो हैन स्लिपिङ ट्याब्लेट बडी दिन्छ यो पनि मिथ हो साइड इफेक्ट बडी हुन्छ यो पनि मिथ हो साइड इफेक्ट हुन्छ के को हुँदैन सिटामोलको हुँदैन हुन्छ नि कफ सिरपको हुँदैन र कफ सिरपले पनि त सुताउँछ राइट तर एउटा डक्टरले एउटा राम्रो साइकियाट्रिस्टले यदि तपाईहरुलाई मिलाएर दिइराखेको छ भने जस्तो म बिहान दिन राति दिन्छु सो द्याट अलिकति निद्रा लाग्यो भने बरु राति सुतोस् निद्रा यदि लागिरहेको छैन भने म स्लिपिङ ट्याब्लेट दिन्न हैन आई मेक देम स्लिप विथ एन्टी डिप्रेसन नै या एन्टी एन्जाइटी नै हैन एक तीरबाट दुई शिकार होस् राइट सो इन द्याट वे वी म्यानेज र म भन्छु तपाईँको यस्तो अब रिकरेन्ट डिप्रेसन हुन्छ कतिको हैन ठिक भइसक्यो फेरि रिकर भइहाल्यो ठिक भइसक्यो फेरि रिकर उनीहरूलाई मिनिमम 2 इयर्स खानुपर्छ हैन अब कुनैमा चाहिँ जिन्दगीभर खानुपर्ने हुन्छ जस्तो सिजोफ्रेनिया हैन यस्तो केसहरुमा या सिभियर बाइपोलर छ भने यस्तो केसहरुमा चाहिँ जिन्दगीभर खानुपर्छ तर यो मिथ हो कि डाक्टरका जाने बित्तिकै दबाई दिन्छ र त्यो जिन्दगीभर खानुपर्छ नो इट इज नट लाइक द्याट डाक्टर अहिले त हजुरले यति धेरै यो एडोलेसेन्सको कुरा गर्नुभयो अनि यो एडोलेसेन्समा के एउटा प्रब्लम छ भने जस्तो ब्रेकअपको पनि कुरा गर्नुभयो हैन ब्रेकअपलाई चाहिँ एकदम इजिली लिनै नसक्ने अनि फेलियरदेखि जस्तो +2 मा फेल भयो अब्रोड काहीँ प्लान गरिरहेछ त्यो सक्सेस भएन भने हैन त्यो कुराहरूले पनि एकदमै एफेक्ट गरिरहेछ हैन युवाहरूलाई अब त्यसमा चाहिँ युवाहरूले चाहिँ कसरी लिनुपर्छ त्यो कुरालाई अब हामीले त्यसमा चाहिँ काउन्सलिङ इज इक्वली इम्पोर्टेन्ट हैन अस्ति चाहिँ एकजना म एक्जाम्पलै दिन्छु अस्ति यो ट्रम्पले गर्दा जति पनि भयो हैन सबै कुरा भइसकेको थियो हैन एउटा मेरो पेसेन्ट पनि हैन मैले अघि भनिहालेँ फर्स्टमा उनीहरू साइकियाट्रिस्ट भनेर आउँदैन कि फिजिशियनकोमा जान्छ र यदि गुड फिजिशियन छ भने दे रिफर टु साइकियाट्रिस्ट किन त्यस्तो हुन्छ किन साइकियाट्रिस्टकोमा पेसेन्टहरु आउँदैन नम्बर 1 ल्याक अफ अवेयरनेस नम्बर 2 मिथ मलाई के भन्ला म साइकियाट्रिस्टकोमा गयो भने यो अहिले कम भइरहेछ अहिले धेरै कम भइसक्यो बट स्टिल बाँकी छ किनभने स्कुलबाटै तपाईँको यो मेन्टल हेल्थको लागि भन्दैछन् टिचरहरूलाई पनि ट्रेनिङ दिइरहेको छ सो टिचरहरूले नै जस्तो 100 जना छ भने एकजना डिफ्रेन्ट देख्ने बित्तिकै पेरेन्ट्सलाई भन्छन् यदि पेरेन्ट्सले बुझ्ने पेरेन्ट्स भयो भने साइकियाट्रिस्टकोमा लान्छन् बुझ्ने पेरेन्ट्स भएन भने टिचरहरूले नै गाली गर्छन् मेरो बच्चालाई किन यस्तो भन्यो भनेर हैन सो यदि मेरोमा त कतिजना आउँछन् लाइक स्कुल ड्रेसमै आउँछन् हैन हस्टेलहरूको आउँछन् सो चोटी बान्या हुन्छन् दे लुक भेरी डिसेन्ट हैन भेरी राम्रो तर एकजनाको त हिस्ट्रीमा यस्तो स्कर्ट निकाल्दा यहाँ पुरै कट मार्क थियो कि एससीको स्ट्रेसले है लक्कीली सी गेभ एससी हैन आफ्टर मेडिकेसन लड्डु लिएर पनि आयो स्टिल अब क्लास 12 मा पुगिसक्यो तर उसको अब टेपर अफ गर्दै गइरहेको छु मैले हैन उसको घरमा अलि स्ट्रेस थियो टेपर अफ गर्दा अब एउटा बाँकी छ अब यो महिनामा उसको दबाई स्टप हुन्छ हैन होल कट तर त्यतिखेर उसको के थियो भने टेन्डेन्सी सार्पनर कलेक्ट गर्ने ब्लेड बाथरुममा लगेर थाई काट्ने हैन तर हेर्दाखेरि बाघ भएको दुईचोटी बाटेको हेर्दाखेरि थाहा हुँदैन That's why I'm telling many parents they don't know their children are going through so many things. तर्साउनलाई हैन early we diagnose early is the treatment नि त त्यो भन्न खोजेको मैले चाहिँ तर त्यति सिरियसली नलिने पनि गरिन्छ यो केही दिनको ट्यान्ट्रम हो हैन आफै सन आफै यो गर यस एकदमै धेरै त्यस्तोमा चाहिँ म पेरेन्ट्सलाई लिएर आऊ म बुझाउँछु हैन अनि मैले त मेरो एक्सपिरियन्समा के देखेको छु भने जसको पेरेन्ट्सले छिटो बुझ्नुहुन्छ नि उहाँको बच्चा पनि छिटो निको हुन्छ जसको पेरेन्ट्सले बुझ्नुहुन्न नि छोडिदिनुहुन्छ नखा भन्नुहुन्छ नि उसको बच्चा पनि जो चाहिँ यो मेन्टली इल भइरहेको हुन्छ या ट्याकल गरेर हुन्छ स्ट्रेससँग उसको कन्टिन्यू भएर ऊ फेलियरतिरै जान्छ बिकज सी निड सपोर्ट नि त हैन सी or he needs सपोर्ट नि त इभन लागु पदार्थकै कुरा गरौँ सब्सटेन्सकै कुरा गरौँ जसको पेरेन्ट्स अलिकति हाम्रो कुरा सुनिदिनुहुन्छ हैन अलिकति त्यतिखेर त अलि स्ट्रिक्ट पनि हुनुपर्छ कति कुरामा हैन बान्नुपर्छ हामीले लाइक हस्पिटलमा बिकज दे रन हैन दे डोन्ट वान्ट टु गेट एडमिटेड नट बिकज ट्रिटमेन्ट उहाँहरूले बाहिर गयो भने त खान पाउँछ नि त हैन अब बस्नै मान्दैन अब लिएर जान्छु भनेर पेरेन्ट्स अलिकति त्यतिखेर इमोसनल भइदिनु भयो भने सक्यो पेरेन्ट्स अलिकति स्ट्रिक्ट भयो भने एक हप्ताको कुरा हो डिटक्स फेज भन्छौँ हामीले हैन त्यो डिटक्स फेज भएपछि त उसको त क्रेभिङ कम हुन्छ नि त एन्ड देन वी क्यान ट्रिट देम अकर्डिङली के
डक्टरले अघि मेडिसिन खानै खोज्नु हुँदैन, साइड इफेक्ट हुन्छ भन्नुहुन्छ भन्नुभयो होइन। अब त्यो हजुरले भने जस्तो अब लागु औषध चाहिँ युज गरिरहेको हुन्छ होइन, तर औषधि खानलाई चाहिँ उहाँहरूलाई प्रब्लम हुन्छ, त्यो चाहिँ किन होला त्यस्तो? अब यही कुराहरू बुझाउनुपर्छ। अब तपाईँले भन्नुभयो नि लागु औषधि त के खानुहुन्छ भन्यो भने पनि तपाईँहरू सक हुन्छ कि। कोका कोला बोतलका बोतल खाने, कफ सिरप सुत्नलाई बोतलका बोतल अब्युज गर्ने होइन, तपाईँको ओपियोइड्सहरू, ट्रामाडोल जस्तो एकदमै कडा पेन किलर जुन चाहिँ हामीले आइसियुमा दिन्छौँ त्यस्तो दबाईहरू लिएको पनि छन्। इन्जेक्सन हातमा पेरेन्ट्सले देख्छ भनेर हाम्रो प्राइभेट पार्टमा इन्जेक्सन लगाएको पेसेन्टहरू पनि छ। त्यो मल्टिपल ड्रगहरू कम्बाइन गरेर पनि खानु हुँदो रहेछ, त्यो मैले पनि देखेको छु है, जसलाई चाहिँ हामीले मल्टिपल सब्सटेन्स डिपेन्डेन्स भनेर डायग्नोसिस राख्छौँ होइन, र जसको टेस्टहरू पनि हुन्छ, युरिन टेस्टमा देखिन्छ होइन। तर यो सबै त एउटा ओभरनाइट हुने कुरा होइन नि त। वी एज अ साइकियाट्रिस्ट अल्सो निड टाइम होइन। समटाइम्स कतिलाई हामी एडमिसन एडभाइस भन्छौँ, कतिलाई चाहिँ फलोअप गर्न भन्छौँ होइन। कोही गोर्खाबाट एक दिनको लागि आउनुहुन्छ, आज एक दिन हो भोलि जाने हो, फेरि 3 महिनापछि मात्रै आऊँ, बर्खाको समय छ भन्नुहुन्छ। वी क्यान नट ट्रिट देम होइन, वी निड टाइम होइन। तर अफकोर्स एभ्रिथिङ इज ट्रिटेबल, एभ्रिथिङ क्यान बी ट्रिटेड, बट वी निड टिम, पेरेन्ट्सको टिम होइन। पेसेन्ट समटाइम्स मेनी अ टाइम्स पेसेन्ट चाहिँ मलाई रोगै छैन भन्न ठान्छ होइन, मेन्टल हेल्थमा स्पेसली साइकोसिसमा भनौँ न होइन, मलाई रोगै छैन भनेर भन्न ठान्छन्। म इक्जाम्पल दिन्छु तपाईँको एउटा प्रेग्नेन्ट लेडीको है। प्रेग्नेन्ट हुनुहुन्थेन, उहाँको बच्चा नै बसिरहेको थिएन, मल्टिपल आइभिएफ फेलियर होइन। अनि त्यसपछि उहाँको दिमागमा के थियो भने पुलिस आउँछ कि यस्तो। मेरो एउटा ठिक भइसकेको पेसेन्टले उहाँको हस्बेन्डलाई लिएर आउनु भएको थियो होइन। हामी सँगै भाडामा बस्छौँ, उहाँको यस्तो प्रब्लम छ। उहाँले म त अब डिभोर्ससम्मै पुगिसकेँ, मै हार खाइसकेँ डक्टर भनेर भन्नुभयो। मैले उहाँलाई मलाई 1 महिना दिनुहोस् भनेर भनेँ कि, मलाई 1 महिना दिनुहोस्, मेरो वाइफ आउँदैन, तपाईँले कसरी ट्रिट गर्नुहुन्छ, केही हुँदैन भने कि मैले होइन। समटाइम्स के हुन्छ भने हाम्रो इन्टेन्सन त करेक्ट हुन्छ नि त। सो दोज हु डजन्ट वान्ट टु भिजिट हस्पिटल होइन, उहाँहरूको लागि पनि पानीमा घोलेर होइन। अब दे आर मेनी वेज, म भन्दिनँ क्यामरामा होइन, दे आर मेनी वेज होइन, जुन चाहिँ हामीले दिन सक्छौँ। सो लक्किली उहाँको इनलज र हस्बेन्ड एकदम राम्रो पढ्नु भएछ होइन। उहाँले चाहिँ स्टार्ट गर्नुभयो त्यसरी होइन। 2टा मात्रै मेडिकेसन थियो, त्यसमा टेस्टलेस, अर्डरलेस, कलरलेस हुन्छ कि होइन। त्यो राख्ने बित्तिकै जस्तो पानी छ, राख्ने बित्तिकै नो टेस्ट नो कलर, बट वी आर नट गिभिङ एनी लागु पदार्थ नि त। अनि त्यसले चाहिँ उहाँको इफेक्ट भन्नाले ट्रिटमेन्ट हुन थाल्यो होइन। बच्चा बस्यो त्यसपछि होइन, किन स्ट्रेस फ्री हुनुभयो नि त, बच्चा बस्यो। 9 मन्थ्सपछि बेबी पनि भयो होइन, पास्नी पनि भइसक्यो। एन्ड सी इज स्टिल अन्डर मेडिकेसन, सी डज नट नो द्याट सी इज अन्डर मेडिकेसन है, बिकज वी आर टिम नि त, हस्बेन्ड म होइन, उहाँको हस्बेन्ड म र फ्यामिली, हामी सबैजना मिलेर त्यस्तो हुन्छ। डक्टर, यो हाम्रो जुन स्कुल लेभलको स्टुडेन्ट, कलेज लेभलको स्टुडेन्टहरू हुनुहुन्छ नि, उहाँहरूलाई पनि कति धेरै मानसिक समस्याहरू देखिन्छन्। हजुरले ट्रिट पनि गरिरहनु भएको छ, हजुरकोमा भिजिटिङको लागि आइ पनि रहनु भएको छ, हजुरले काउन्सिलिङ गरि पनि रहनु भएको छ होइन, उनीहरू मेडिकेसनमा पनि छन्। तर यसमा स्कुलको रोल चाहिँ कति हुन्छ यो मानसिक स्वास्थ्यलाई लिएर, उनीहरूको मानसिक स्वास्थ्य हेल्दी राख्नलाई चाहिँ कतिको उनीहरूको रोल हुन्छ स्कुल कलेजेसको चाहिँ? उहाँहरूको चाहिँ प्री ट्रिटमेन्ट, ड्युरिङ र आफ्टर ट्रिटमेन्टको रोल छ है। प्री ट्रिटमेन्ट फर्स्ट साइकियाट्रिस्ट त म उहाँहरूलाई भन्छु कि, लाइक किनभने दे आर द फर्स्ट वान टु नोटिस। किनभने आफ्नो पेरेन्ट्सको लागि त एउटै बच्चा हो नि त, उहाँको लागि त त्यही नर्मल हो होइन। तर टिचरको लागि त 100 जनामा या 50 जनामा एउटा छुट्यो जस्तो टोलाएर बसेको छ होइन। टिचरले पढाउँदाखेरि फर इक्जाम्पल गीता भन्दाखेरि सुनेर गीता भन्ने जसँग भयो होइन, द्याट मिन्स मेन्टली सी समवेयर एल्स राइट। सो अब यहाँ रोइरहेछ स्कुलमा, या लन्च टाइममा सबैजना खेलिरहेछ, ऊ चाहिँ यतिकै बसिरहेछ, समथिङ इज रङ विथ हर राइट। यो कुरा चाहिँ छिटोभन्दा छिटो यो नसोच्नुहोस् कि लाइक हुन्छ नि पेरेन्ट्सले हामीलाई गाली गर्ला या नराम्रो सोच्ला, नसोच्नुहोस्, त्यो उहाँहरूको पार्ट हो, त्यो तपाईँहरूको हेडेक होइन। तपाईँहरूले अन टाइम यदि पेरेन्ट्सलाई भनिदिनु भयो भने पेरेन्ट्सले तपाईँहरूलाई काउन्टर एक्ट गरे पनि काहीँ न काहीँ पेरेन्ट्सको मनमा बस्छ, पेरेन्ट्सले यस्तो भनेको थियो, मैले डक्टरलाई देखाउनु पर्छ कि भनेर
प्री ट्रिटमेन्ट रोल होइन। अब हामी कहाँ आउनुभयो, दबाई चलिरहेछ, ड्युरिङ ट्रिटमेन्ट रोल के हुन्छ भने समटाइम्स एक्जाम मिस भयो होइन, या के हुन्छ भने म्याक्सिमम् टाइम्स भोलिदेखि एक्जाम छ आज आउनुहुन्छ कि, भोलि एसई छ आज आउनुहुन्छ पेरेन्ट्सहरू होइन। अब हामी आजबाट दबाई कसरी स्टार्ट गर्ने होइन, त्यसको रियाक्सन 1-2 दिन त हेर्नु पऱ्यो नि त होइन। सो त्यतिखेर चाहिँ टिचरहरूले एउटा बच्चालाई चाहिँ टिचरले एकदमै उठेर हिँडिदिन लाएको थियो अरे कि होपलेस भएर, एकदमै सम्झायो। हाम्रो पालामा के हुन्थ्यो, आधा घन्टामा एक्जाम दिएर गयो भने पेपर लिइदिन्थ्यो, सक्यो होइन। एकदम इन्करेज गरेर बस 3 आवर्स बस, जे आउँछ लेख होइन। त्यो पनि टिचरको एकदमै ठुलो रोल हो होइन, ड्युरिङ ट्रिटमेन्ट होइन। एक्जाम पढ्यो या ऊ रोयो, उसलाई अलिकति भनौँ न कोही बेहोस पनि भइदिन्छ होइन, त्यतिखेर उसलाई अलिकति सिक रुममा लगेर राखेर इन्करेज गरेर ब्याक ल्यायो, त्यो ड्युरिङ ट्रिटमेन्टको सपोर्ट। पोस्ट ट्रिटमेन्टको सपोर्ट चाहिँ बुलिङ गर्न नदिने कसैलाई होइन। तिमीले त यस्तो खाइरहेको रहेछौ, बस तिमीले त के आन्सर दिन्छौ र, नो होइन। मान्छे त हो नि टिचरहरू पनि, कहिलेकाहीँ भन्देला, त्यस्तो नगरिदिनु होला होइन। गर्नुहुन्न, आजकल टिचर दे आर भेरी भेरी लाइक हुन्छ नि स्मार्ट भन्छु म। अनि मेन्टल हेल्थको बारेमा टिचरहरूलाई धेरै जानकारी छ आजकल पहिलाभन्दा होइन। सो त्यही पनि त्यो बुलिङ या कसैले बुलिङ गरिरहेछ, ग्रुपिजम गरेर बुलिङ गरिरहेछ, या ऊ ट्रिटमेन्टमा पनि छैन, इक्जाम्पल ट्रिटमेन्टमा छैन, तर यदि कसैले बुलिङ गरेर उसलाई यदि टर्चर भएको देखिराख्नु भएको छ भने बुलिङ वर्ड मात्रै हटाइदियो भने उसलाई एकदमै सपोर्ट हुनसक्छ। डाक्टर, बुलिङ त अझ कति धेरै मेडिकल कलेजेसहरूमा सुनिन्छ भनिन्छ, र्यागिङै हो त्यो त बुलिङ भन्दा पनि, एकदमै धेरै नै सुनिन्छ होइन। त्यो पनि त एकदमै, अब त्यहाँ त झन् एकदम ट्यालेन्ट स्टुडेन्ट हुन्छ भन्ने जुन हाम्रो मान्यता छ होइन, उनीहरू नै त बुलिङको शिकार भइसकेपछि त उनीहरूलाई त झन् धेरै एफेक्ट पर्छ नि त। धेरै हुन्थ्यो, मै पढ्ने कलेजमा पनि धेरै हुन्थ्यो, तर अहिले चाहिँ प्रिन्सिपलहरूले नै टाइट गर्नुभएको छ, एकदमै स्ट्रिक्ट गर्नुभएको छ होइन। एकचोटि नाम गयो भने सस्पेन्ड हुने खाले, पहिला चाहिँ धेरै हुन्थ्यो है पहिला चाहिँ। तर त्यो बढेको भन्दा पनि त्यसको रूप परिवर्तन मात्र हो कि जस्तो लागेको डाक्टर मलाई चाहिँ। जस्तो अब अहिले चाहिँ झन् सोसल मिडिया बुलिङ अझ बढी हो कि? हो छन्। अब यसलाई हामी रोकेर पनि सबै कुरा रोक्न सक्दैनौँ। अब कोही कुन ब्याकग्राउन्डबाट आउनुभएको छ, कस्तो ब्रटअपबाट आउनुभएको छ, एउटा ब्याचमा 100 जना हुन्छ, 100 जनाको एउटै नेचर हुँदैन होइन। त्यही भएर जसले बुलिङ गरिराख्नु भएको छ उहाँहरूले पनि बुलिङ गरिदिनु भएन होइन। जसले देखिराख्नु भएको छ उहाँले पनि रोकिदिनु पर्यो, र जो शिकार हुनुहुन्छ उहाँले पनि एक्सन लिनु पर्यो होइन। उहाँ पनि कमजोर भइदिनु भएन त्यो टाइममा होइन। यो तिनटैको रोल हुनुपर्छ कि यो टाइम। हजुर डाक्टर, यो सोसल मिडियामा यति धेरै इन्फर्मेसन हुन्छ कि होइन, इन्फर्मेसन त ओभरलोडेडै हुन्छ होइन। त्यसमा भएको इन्फर्मेसनहरूले पनि मान्छेको मानसिक स्वास्थ्यमा के असर गर्ने हो। कहिले चाहिँ हामीले त्यो रिल्सहरू होइन, टिकटक भनौँ, इन्स्टाग्राममा रिल्सहरू हुन्छ, त्यो स्क्रोल गर्दाखेरि कहिले चाहिँ एकदमै इमोसनल कुराहरू देखिन्छ, कहिले एकदमै ह्याप्पी हुने खालको त्यो हुन्छ नि भिडियोहरू देखिन्छ, कहिले एकदम स्याड हुने खालको भिडियोहरू देखिन्छ। अनि छिनमै कहिले मान्छे ह्याप्पी भइरहेको हुन्छ, कहिले चाहिँ स्याड भइरहेको हुन्छ। त्यसले पनि केही मानसिक स्वास्थ्यमा असर गर्छ? केही होइन, धेरै हदसम्म गर्छ होइन, धेरै हदसम्म गर्छ। मैले नै अस्ति आफ्नै स्टेटसमा पनि मेरो प्रोफेसनल पेजमा लेखेको थिएँ जब यो जेनजीको आन्दोलन भएको थियो। अब प्लिज जति भयो भयो, हामीले योभन्दा बढी हेल्प पनि गर्न सक्दैनौँ होइन। प्लिज स्क्रोल नगरिदिनु होला, नहेरिदिनु होला, आफ्नो एन्जाइटी नबढाउनु होला होइन। अब त्यो मान्छे मारेको, हात काटेको होइन, अब डिफ्रेन्ट सो मेनी थिङ्स। एभ्रिबडी क्यान नट बी द ग्रेट आशिका तामाङ नि त होइन। समटाइम्स त लाइक सबैको सिचुएसन एउटै हुँदैन होइन, सबैजना सक्दैन। सो त्यो कुराहरूबाट अलिकति अभोइड बस्नु भन्छु म। नम्बर 1, प्लेन क्रासको न्युजहरू भयो, बम ब्लास्टको न्युजहरू भयो होइन। अब अहिले कतिजना अब जुन यो सुकुम्बासीहरूको कुरा छ अहिले होइन। अब इट्स गुड गोइङ होइन, गुड वर्क, भेरी गुड वर्क होइन। तर कतिलाई त रिलेट गर्न सक्ला, हामी पनि यस्तो गरिब थियौँ, रिलेट गर्न थाल्छन् नि त, हामी पनि त्यस्तो थियौँ भनेर। त्यस्तो छ नहेरिदिनुहोस् तपाईँहरू होइन, त्यो कुराहरू याद नगर्नुहोस् होइन। त्यही भन्न चाहन्छु म। त्यो धेरै चाहिँ एकचोटि न्युज पढेको राम्रो हो, धेरैचोटि त्यही दिनभर अब जो चाहिँ रिटायर्ड लाइफमा हुनुहुन्छ एल्डरलीहरू, त्यो चाहिँ त्यही हेरेर बस्दिनुहुन्छ कि, त्यसले गर्दाखेरि पनि प्यानिक परेको मैले धेरै देखेको छु।
आउँछ नि हो डक्टर त्यो रिल्सहरू हेर्ने अनि अझ राति जब सुत्न भनेर बेडमा गइन्छ नि त्यसपछि रिल स्क्रोल गर्दाखेरि कति राम्रो यो त वर्स हो सुत्ने बेलामा स्लिप डिस्टर्बेन्सको लागि पनि किनभने एकदमै म सिम्पल ल्याङ्ग्वेजमा भनिदिन्छु मेलाटोनिन भन्ने हार्मोन जुन चाहिँ स्लिप हार्मोन हो त्यो चाहिँ अँध्यारोमा मात्रै रिलिज हुन्छ पिट्युटरी ग्ल्यान्डबाट है अब त्यही भएर हाम्रो पुर्खालीदेखि नै बत्ती अफ गरेर सुत्ने बानी छ नि होइन त्यो चाहिँ साइन्स हो कि किनभने बत्ती अन भयो भने त्यो मेलाटोनिन हार्मोन त्यो ग्ल्यान्डबाट रिलिजै हुँदैन र हामीलाई निन्दा लाग्दैन अब मोबाइल राति हेऱ्यो भने के हुन्छ बत्ती फाल्छ हो त्यो बत्तीले के हुन्छ रिलिज हुँदैन रिलिज नभएपछि स्लिप आउने भएन एक स्लिप डिस्टर्बेन्सको लागि पनि त्यो राम्रो होइन त्यसपछि हामी नाइटमेयर एकदम नराम्रो सपना देख्छु त्यस्तै रिलहरू आयो भने कसरी राम्रो सपना देख्नुहुन्छ तपाईँले होइन 2 नम्बर त्यो होइन अर्को चाहिँ स्लिप हाइजिनको लागि मोस्ट इम्पोर्टेन्ट मेन्टल हेल्थको लागि भइहाल्यो सुन्नुहोस् बरु त्यो पनि नराम्रो न्युजहरू होइन म सुदिङ म्युजिकहरू भन्छु कि सुदिङ जस्तो तपाईँको अब स्लिप म्युजिक भयो या कुनै ओम भयो या बुद्धकै भयो जसलाई फलो गर्नुहुन्छ तपाईँहरूले होइन जसलाई चाहिँ तपाईँलाई निन्द्रा लाग्छ होइन त्यो सुन्नुहोस् सुन्दा के या मोटिभेसनल स्पिचहरू भयो होइन यु क्यान डु इट वाइ कान्ट यु डु भनेर एउटा एकदमै राम्रो मोटिभेसनल स्पिकरहरूले बोलेको सुन्नुहोस् तपाईँहरू होइन जसले तपाईँहरू सुत्दाखेरि पनि स्माइलले सुत्नुहोस् होइन त्यो भन्न चाहन्छु तर हेर्ने चाहिँ गरिदिनु भन्छु म हजुर डक्टर हजुर साइकेट्रिस्ट एज अ साइकेट्रिस्ट अहिले जुन हजुर काम गरिरहनु भएको छ यसमा हजुरलाई चाहिँ आफूलाई फिल हुने रिवार्डिङ के भन्ने यसलाई रिवार्डिङ फिल चाहिँ के हो डक्टर यसमा हजुरलाई चाहिँ रिवार्डिङ फिल चाहिँ कस्तो हुन्छ भने ब्लेसिङ एकदमै त्यो ब्लेसिङलाई नै म रिवार्डिङ फिल गर्छु हरेक एज ग्रुपलाई होइन फर एक्जाम्पलबाटै दिउँ होइन 47 इयर्सको आउनुभयो म कहाँ है उहाँको सबै पेपरमा अटिजम लेखिरहेको थियो है जति पनि उहाँले देखाउनु भयो होइन सबैमा म हस्पिटलको नाम लिन डक्टरको नाम लिन सबैमा अटिजम लेखिरहेको थियो म कहाँ किन आउनुभयो रातभरि कराउँछ होइन चिच्याउँछ जिद्दी धेरै गर्छ होइन हेरिदिनुहोस् बुवा नै एकदम 80 अबभ होइन छोरी 47 इयर्सको है मैले भने उहाँको डायग्नोसिस अटिजम होइन उहाँ मेन्टल रिटार्डेड हो जसलाई आजकल हामीले इन्टेलेक्चुअल डिसेबिलिटी भन्छौँ उहाँ रिसाउनु पनि भयो तपाईँले कसरी यसरी पढ्न सक्नुहुन्छ होइन सबैले अटिस्टिक भनेको छ यत्रो 40 वर्षदेखि अटिजम भनेर बसेका छौँ अनि मैले भने मेरो भने यो कारणले चाहिँ यो होइन यो हो तर म यो दबाई दिन्छु मलाई 1 हप्ता दिनुहोस् भने कि मैले 1 हप्तापछि आउँदा उहाँ यति ह्याप्पी हुनुहुन्थ्यो कि लाइक इट्स लाइक म्याजिक मतलब मैले त कसलाई भेटे जस्तो भयो हुन्छ नि अब इट्स भेरी टु से बट लाइक गडलाई भेटे जस्तो भयो इट्स लाइक म्याजिक अहिले त 2 दिनमै कराउन छोड्यो जिद्दी गर्न छोड्यो हुन्छ नि बिकज इट वाज राइट डायग्नोसिस नि त होइन द्याट इज रिवार्डिङ होइन जसको अब त्यो प्रेग्नेन्टकै मैले अहिले इक्जाम्पल दिएँ त्यतिखेर लड्डु लिएर आएको द्याट इज रिवार्डिङ होइन अब एसई नै दिनै नसक्ने अवस्था एकदम टपर मान्छे म दिनै सक्दिनँ भनेर लो कन्फिडेन्स भएको मान्छे होइन A+ ल्याएर आएको द्याट इज रिवार्डिङ होइन मैले जुन भनेको थिएँ थाइ पुरै काटेर एसईको अगाडि द्याट इज रिवार्डिङ योभन्दा ठुलो रिवार्डिङ के हुन्छ होइन जो चाहिँ ओल्ड एजको मान्छेहरू चाहिँ एउटा तपाईँलाई हामीलाई थाहा छ एभरेस्ट हस्पिटलको अस्ति 47 इयर्समा आइभीएफ गर्नुभएको होइन त्यो केसमा पनि म यो बच्चाले मलाई मार्न खोजे साइकोसिसमा हुनुहुन्थ्यो उहाँ मलाई मार्न खोजे हो कि म सक्दिनँ भनेर उहाँलाई मेडिकेसन दिएर प्रेग्नेन्टमा पनि मेडिकेसन दिन मिल्छ है यो पनि एउटा मिथ छ मिल्छ तर हामीले पढाइ हुन्छौँ बुढेसकाललाई के दिने प्रेग्नेन्सीमा के दिने भनेर होइन सो उहाँले जन्माउनु भयो वी अल नो द्याट होइन यो टिकटकमा भाइरलै भएको छ 47 इयर्सको आइभीएफ एभरेस्ट हस्पिटल जन्माएको ट्राई गर्नुभएको थियो सी वाज अन्डर माई मेडिकेसन है त्यो पनि रिवार्डिङ हो एक किसिमको होइन सो योभन्दा ठुलो रिवार्डिङ के हुन्छ त्यही हो कसैको लाइफ नै बनाउनु होइन बाई ग्रेस अफ गड त्यही हो हस् डक्टर अनि डक्टर कहिलेकाहीँ हाम्रो साइकेट्रिस्ट डक्टर आफै पनि मलाई डिप्रेसनमा गएको थिएँ म अनि त्यसपछि म आफैले ट्रिटमेन्ट गरेर निको भएँ भनेको पनि सुनिन्छ त्यो डक्टरहरूलाई नै पनि डिप्रेसन हुन्छ डक्टर
डक्टर मान्छे होइन र अफकोर्स हुन्छ नि इभन आई ह्याड माई ब्याड डेज होइन दे आर सो मेनी अब त्यो अर्कै एउटा हुन्छ होइन मैले एउटा पोडकास्टमा भनेको छु त्यो कुरा होइन सो सबैको ब्याड डेज हुन्छ होइन किन हुँदैन तर त्योबाट उठेर हामी यहाँ आएर झन् हामी रिलेट गरेर त्यसलाई एम्पथाइज गरेर त्यसलाई हामीले बुझेर त्यो हामीले दबाई दिएर सक्सेस बनाएकै झन् राम्रो हो नि त त्यही हो भनेपछि डक्टर कहिलेकाहीँ त एजुकेटेड पर्सनले पनि यो मलाई डिप्रेसन भइरहेछ भन्ने कुरा बुझ्दैन रहेछ नि त किन होला त्यसै त्यही मैले सुरुमै भने नि आइक्यू एन्ड मेन्टल इलनेस रिलेटेड होइन यस इन्भाइरोमेन्ट चेन्ज हुनसक्छ आइक्यू धेरै भएको मान्छेको अलिकति वातावरण यस्तो हुनसक्छ कि मोटिभेटेड वातावरण हुनसक्छ जसको चाहिँ लो आइक्यूको मोटिभेटेड वातावरण हुँदैन होइन भन्छन् नि इफ यु आर सिटिङ विथ 5 इन्टेलिजेन्ट पिपल यु आर 6th वान भन्छन् नि होइन यस तर इन्टेलिजेन्टले मात्रै काम गर्दा हुँदैन नि त वी आर सोसियल एनिमल वी हेभ फ्यामिली होइन कहिलेकाहीँ चाहिँ फ्यामिलीकै कुराले पनि त डिप्रेसनमा जान पायो नि त होइन फ्यामिलीको फाइनेन्सियल प्रब्लम भयो फ्यामिलीको इलनेस भयो होइन द्याट सो मेनी रिजन मल्टिपल रिजन हुन्छ त्यसमा जाने होइन सो इन्टेलिजेन्स बरु त्यसले छोप्न चाहिँ सक्छ के हुन्छ नि तपाईँको काम ह्याम्पर जस्तो मलाई नै डिप्रेसन लाग्यो भने म यसरी इन्टरभ्यू दिन सक्दिनँ दो आइएम साइकियाट्रिस्ट दो आइएम लाइसेन्स साइकियाट्रिस्ट होइन म यसरी बोल्नै सक्दिनँ मलाई कन्फिडेन्सै आउँदैन त्यस्तो हुन्छ कि तर यो एकैचोटि यतिकै हुँदैन कि स्टेज वाइज हुन्छ डिप्रेसनको पनि के डक्टर यो डिप्रेसन भएको मानसिक स्वास्थ्य समस्या भएको मान्छे जहिले विक नै फिजिकली विक हुन्छ यो पनि भनेको सुनिन्छ नि मानसिक समस्या भएको मान्छे फिजिकली अलिकति विक देखिन्छ विक हुन्छ भन्ने सुनिन्छ त्यो के साँचो कुरा हो त माइन्ड स्पिक्स फ्रम बडी अघि मैले भनेको थिएँ हजुरलाई जस्तो अब जब डिप्रेसन हुन्छ नि बडीबाटै देखिन्छ होइन फर इक्जाम्पल मैले अघि तपाईँलाई एक्जामकै कुरा गरेँ एक्जाम दिन जाने बेला डाइरिया हुने यहाँ सर्प आइदियोस् न सबसे ठुलो के हुन्छ ढक्क मुटु ढुकढुक हुन थाल्छ नि त तपाईँको मुटुमा त रोग होइन नि त होइन फिजिकली त विक हुनु भयो नि त तपाईँ राइट सो इट डज एफेक्ट तर सधैँ भइराख्दैन कि त्यो मेडिकेसन र काउन्सिलिङले एउटा यो पोइन्ट आउँछ कि तपाईँ ब्याक टु यस्तै हुन्छ कि होइन त्यो तर फिजिकल सिम्टम्स चाहिँ देखिन्छ फिजिकली विक इन द सेन्स पहिलाभन्दा जस्तो डिप्रेसन भनेको जहिले पनि म यहाँ साइकियाट्रिस्टलाई हिस्ट्री लिँदाखेरि चाहिँ एउटा पेसेन्टसँग हिस्ट्री लिन्छ किनभने पेसेन्टले कति कुरा नुकाउँछ सो पेसेन्टकै हिस्ट्रीमा हामी डिपेन्डेन्ट भएर डायग्नोसिसमा आउन पनि मिलेन त्यसपछि उसको क्लोज फ्रेन्ड या फ्यामिली या हस्बेन्डलाई हामीले छुट्याइराखेर कुरा गर्छौँ एउटा हुन्छ सब्जेक्टिभ फिलिङ्स जुन तपाईँले फिल गर्नुहुन्छ होइन एउटा हुन्छ अब्जेक्टिभ जुन तपाईँलाई पनि थाहा हुँदैन होइन मथुराजी त पहिला कस्तो हाँसेर बोल्ने मान्छे आजकल त हाँस्दै हुन्न मथुराजी त पहिला बोलिराख्ने मान्छे आजकल त कम इन्टरेक्ट गर्न थाल्नु भएको छ मथुराजी त एकदमै एक्टिभ मान्छे आजकल किन लोसे भएर आफ्नै रुममा लक गरेर बस्नुहुन्छ समथिङ इज रङ भनेर गेस गर्नु पनि यो पनि राइट टाइममा गेस गऱ्यो भने एकदमै राम्रो हुन्छ कि त्यो हो सो यसरी चाहिँ फिजिकली विकै हुने होइन कि तर फिजिकल सिम्टम्स चाहिँ हेड टु टो नै आउन सक्छ फर इक्जाम्पल हेडेक हुने ओभर थिङ्किङले गर्दा मुटु ढुकढुक हुने डरले गर्दा छाती भारी हुने ग्यास्ट्रिक हुने होइन किनभने ग्यास्ट्रिक अल्सरै त स्ट्रेस अल्सर नामै त छ डक्टर हो हजुरले भन्नुभयो नि यो डिप्रेस्ड मान्छेलाई चाहिँ एकदमै गटको प्रब्लम हुने रहेछ जो धेरैजनाले भनेको सुनेको छु मैले होइन आइबिएस इरिटेबल बाउल सिन्ड्रोम डायग्नोसिसै छ होइन हजुरको अनि तपाईँको यो मुटु ढुकढुक भयो भनेर सिधै अहिले पनि कतिजना ट्याक्सीमा होला गङ्गालाल गएर होला हार्ट एट्याक आयो भनेर होइन अनि लाखौँ जाँच गर्छन् बिचरा अनि लास्टमा हुने बेला डिप्रेसन भइरहेको हुन्छ होइन मैले भन्न खोजेँ जाँच नगर्नु भने होइन अफकोर्स 60 अबभ हुनुहुन्छ भने त पहिला त्यही जानुहोस् होइन तर तपाईँको र मेरो एजमा हुनुहुन्छ भने एन्जाइटी दिमागमा नबिर्सिनुहोस् मेरो कुरा चाहिँ त्यो हो हजुर अनि डक्टर यो जुन समाजमा बढिरहेको अहिले यो सोसल मिडियाको विकृति भनौँ होइन सबै कुरामा त नभनौँ तर पनि कस्तो भने अहिले त समाज लाइक्स र सेयरिङमा मात्र चल्या जस्तो कि कति सोसल मिडियामा कति लाइक्स भयो होइन कति सेयर भयो मेरो पोस्टहरू अनि त्यसले पनि कता कता डिप्रेसन निम्ति आएको हो अब एडजस्टमेन्ट इस्युज हुन सक्यो होइन एउटा एजमा होइन तर अफकोर्स त्यसले गर्नुहुन्न अरूको भ्यालिडेसन तपाईँलाई किन चाहियो त्यसमा कन्फिडेन्स लेस भएको देखिन्छ होइन तपाईँको फर इक्जाम्पल हामी पोडकास्ट गर्दैछौँ होइन अनि वी डोन्ट केयर नि त भोलि 1 मिलियन होस् 2 मिलियन होस् लाइकै नहोस् 5वटा मात्रै लाइक होस् होइन हाम्रो इन्टेन्सन के छ होइन हाम्रो इन्टेन्सन
फैलाउनु छ, अवेरनेस फैलाउनु छ, द्याट्स वाइ वी आर डुइङ होइन. अब लाइक आओस् नआओस् वी आर नट कन्सर्न होइन, हामीले आफ्नो काम गर्दैछौँ होइन. सो त्यस्तै हुनु पर्यो. लाइक्स र त्यसमा डिपेन्ड हुनु भएन. यदि तपाईँ डायमन्ड हुनुहुन्छ भने यु विल साइन होइन. एन्ड 100% सबैले तपाईँलाई लाइक गर्नुपर्छ भन्ने पनि त छैन नि त होइन होइन. मलाई 10 जनामा 9 जना पेसेन्टले लाइक गरे पुग्यो नि. एकजनाको त चोइस अरू पनि त हुन सक्यो नि त होइन. त्यसको लागि म किन टाउको दुखाउने होइन. 10 जनाले 5 जनाले मात्र लाइक गर्न पनि पुग्यो होइन. सो भ्यालिडेसनको लागि चाहिँ मर्नु भएन होइन. हामी आफ्नो काम गरौँ. वी आर डायमन्ड, वी विल साइन वान डे, द्याट्स इट. भनेपछि डाक्टर मनोचिकित्सकले होइन काउन्सिलिङ मात्र नभएर एउटा मेडिकल ट्रिटमेन्ट मात्र नभएर काउन्सिलिङको पाटो पनि हेर्नुहुन्छ? अफकोर्स हेर्छौँ. तर साइकेट्रिस्ट हामी एक त डक्टर हो, हामी बडी र माइन्डलाई रिलेट पनि गर्न सक्छौँ होइन. त्यसपछि हामी डायग्नोसिसमा आएर स्टेज पनि डिभाइड गर्न सक्छौँ र कुन स्टेजमा दबाई चाहिन्छ त्यो पनि चाहिन्छ. कतिपय कन्डिसनमा हामी सबै साइकोलोजिस्ट नभनौँ, कोही कोही चाहिँ 2-3 मन्थ्स मात्रै गरेर आएका साइकोलोजिस्टहरू छन् होइन. उहाँले काउन्सिलिङ त गर्नुहुन्छ, लास्टमा सुसाइडै गरेर हामी कहाँ आउँछन् कि ट्रिटमेन्ट गर्नुभएको थिएन भने गरेका थियौँ, 1 वर्षदेखि काउन्सिलिङ गरिरहेछौँ भनेर भन्नुहुन्छ कि. सो काउन्सिलिङले मात्रै, फर इक्जाम्पल तपाईँ डिप्रेसन भएर म कहाँ आउनुभयो, मेरो काउन्सिलिङले पनि तपाईँ पुरै ठिक हुनुहुन्न यदि तपाईँको डिप्रेसन एउटा लेभलमा पुगिसकेको छ. सो इट्स सुड गो ह्यान्ड इन ह्यान्ड. तपाईँको हात काटेछ उदाहरण होइन, सिलाएँ मैले है, त्यतिले पुग्यो त, एन्टिबायोटिक पनि त दिनु परेन होइन. सो दाल मात्रै खाएर भयो त, दाल भात तरकारीको कम्बिनेसन चाहियो नि त. सो काउन्सिलिङ, ट्रिटमेन्ट, मेडिकेसन, फ्यामिली सपोर्ट, टिमवर्क चाहियो एन्ड देन इट विल बी सच अ ग्रेट ट्रिटमेन्ट. भनेपछि फ्यामिली सपोर्ट चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ डिप्रेस्ड पेसेन्टको लागि. भेरी इम्पोर्टेन्ट. र कतिको फ्यामिली सपोर्ट नभएको कोही चाहिँ लोन्ली पनि छन् होइन, कोही उनीहरू पनि राम्रो भएको छन्. तर फ्यामिली सपोर्ट भयो भने छिटो निको हुन्छ, त्यो चाहिँ हो. अनि डक्टर एज अ हजुर साइकेट्रिस्ट एडल्टहरूलाई अथवा हाम्रो ग्रोइङ यो सोसाइटीलाई नेक्स्ट जेनेरेसनलाई हजुरले चाहिँ के सजेसन दिनुहुन्छ मेन्टल हेल्थ, गुड मेन्टल हेल्थको लागि? नम्बर 1, अघि जुन तपाईँले पोइन्ट निकाल्नु भयो, भ्यालिडेसनको लागि डोन्ट गो आफ्टर भ्यालिडेसन होइन. एभ्री वान क्यान नट लाइक यु, इट सुड नट लाइक यु अल्सो. सबैको चोइस डिफ्रेन्ट हुन्छ होइन. वर्क अन यर सेल्फ होइन. तपाईँलाई जुन एउटा सबसे पहिला त वाट यु वान्ट टु डु होइन, त्यो फाइन्ड आउट गर्नु पर्यो होइन. अरूसँग कम्पेयर गर्नु भएन होइन. यदि मैले मैले त सर्जन भए हुन्थ्यो यो जस्तो भनेर बसेर त आई वुड हेभ बिकम वर्स सर्जन, किनभने मेरो हात राम्रो छैन होइन. सबैको आफ्नो खुबी हुन्छ, आफ्नो खुबी फाइन्ड आउट गर्नु, त्यसको टपसँग जो छ त्योसँग बरु भेट्नुहोस् होइन. टिमवर्क गर्नुहोस्, सिक्नुहोस्. देयर इज नथिङ रङ इन लर्निङ विथ द फिल्ड यु वान्ट टु गो होइन. तर भ्यालिडेसन यदि माग्नुहुन्छ भने तपाईँले 100मा 100 कहिले पनि पाउनुहुन्न, कोहीबाट पनि पाउनुहुन्न. इभन गडको कुरा काट्ने मान्छेहरू पनि त छ, हाम्रो त भइहाल्छ होइन. तर त्यसलाई लिएर रुने कराउने, स्पेसली नेक्स्ट जेनेरेसन आर भेरी मच फन्ड अफ फ्रेन्ड्स. मैले जुन देखेको होइन, मेरो पेसेन्टहरू एकदमै ट्यालेन्टेड, एकदमै राम्रो, एकदमै स्मार्ट. वाइ यु आर डिप्रेस, वाइ यु आर नट गिभिङ एक्जाम, मार्चमा एक्जाम छ तिम्रो, युएसको स्कलरसिपको एक्जाम छ, वाइ यु आर क्राइङ एभ्री डे भन्दाखेरि माई फ्रेन्ड्स वेन्ट फर मुभी होइन, अनि दे डिडन्ट कल मी भन्ने. एन्ड दे पोस्टेड इन इन्स्टाग्राम होइन. मलाई बोलायो नि इन्स्टाग्रामबाट, मैले थाहा पाएँ. सक्यो उहाँको दिनचर्या, सक्यो उहाँको एक्जाम पनि सक्यो होइन. त्यस्तो भइरहेछ. प्लिज, फ्रेन्ड्स आर इम्पोर्टेन्ट बट your best friend should be you first होइन. be truthful, be honest to your soul first होइन. this is not selfishness, this is need. त्यही हो. अब मानसिक स्वास्थ्यको लागि कसैले हजुरलाई भिजिट गर्न चाहन्छ अथवा हजुरबाट कसैले केही सजेसन लिन चाहन्छ भने हजुरलाई कसरी भेट्न सकिन्छ डाक्टर? एभरेस्ट हस्पिटलमा आउनु होला, म यहाँ डेली आउँछु. टाइमिङ 12 to 2 हो. र मलाई डाइरेक्ट कन्ट्याक्ट गर्न चाहनुहुन्छ भने पनि तल राखिदिनुहुन्छ, उहाँहरूले फोन नम्बर राखिदिनुहुन्छ. डाक्टर प्रेरणा झा. मलाई इमेल गर्न सक्नुहुन्छ. टाढा हुनुहुन्छ, आउन सक्नुहुन्न भने अनलाइन पनि गर्न सक्नुहुन्छ. त्यही हो. हस्, थ्याङ्क यू डाक्टर. थ्याङ्क यू सो मच.